नमस्ते साथीहरू, हामी स्केल एन्ड फिन्सबाट छौँ अनि हजुरलाई आज हामी हिकारी फिस फुड हामीसँग भएको भेराइटीहरू तपाईँलाई देखाउँदैछौँ है त। हामीसँग यो तपाईँको सिङ्किङ कार्निभोर छ है। सिङ्किङमा तपाईँको यो मोन्स्टर क्याटेगोरीलाई दिनलाई हुन्छ। डिस्कस बाय गोल्ड, यो डिस्कसहरूको लागि तपाईँको भाइब्रा बाइट्स, तपाईँको सानो टेट्राहरूदेखि लिएर ड्वार्फ सिक्लिडहरू सबैलाई हुन्छ। यो ब्लड वर्म जस्तो यसको फिस फुडको यो स्टिक टाइपको हो। यो तपाईँको सिङ्किङ सिक्लिड गोल्ड, सरी सिङ्किङ एक्सेल, यो चाहिँ तपाईँको डुब्ने खालको भेजिटेरियन फिस फुड। त्यस पछाडि एल्गी वेफर प्लेकोहरूको लागि 100% भेजिटेरियन माछाहरूको लागि। त्यस पछाडि लाइन हेड सिङ्किङ छ है तपाईँको यिनीहरू 342 ग्राम, यो 250 ग्राम। यो हिकारी ओरान्डा गोल्ड, यो गोल्ड फिसहरूको लागि एकदम प्रिमियम दानाहरू। यो मासिभोर डिलाइट, यो ठुलो प्याकेट तपाईँको मोन्स्टर फिसेसहरूको लागि। त्यस पछाडि यो फुड स्टिक पनि तपाईँको कलर इन्हान्सिङ यसको क्यापेबिलिटी हुन्छ। तपाईँको एसियन एरोवानाहरू अथवा अझ पनि कलरफुल माछा छन् भने तिनीहरू कलर इन्हान्स गर्छ। यो सिङ्किङ सिक्लिड गोल्ड। त्यस पछाडि तपाईँको सिङ्किङ एक्सेल, यो अफ्रिकन सिक्लिड्सहरू, यो ट्याङ्गेनिकन सिक्लिड्सहरूको लागि सुटेबल। त्यस पछाडि यो साउथ अमेरिकन सिक्लिडहरूको लागि सुटेबल, यो फ्लोटिङ टाइप हो। यो सिक्लेट बाय गोल्ड प्लस, यो कलर इन्हान्सिङ छ है यसमा प्रोपर्टिज। यो तपाईँको धेरै जसो माछालाई सुट गर्छ, अफ्रिकन सिक्लिड्सहरूलाई पनि सुट गर्छ, यो फिसेसहरू खानेहरूको लागि। त्यस पछाडि यो सिक्लिड स्टेपल, बजेट फ्रेन्डली, राम्रो हिकारीको फिस फुड है त। थ्याङ्क यू भेरी मच। सम्पर्क गर्नुहोला। डेलिभरी एभाइलेबल छ, चार्जेस एप्लाई।